हामी आएको गाडी आगो लागेर हामी घरमा बाँचियो। सबैको एक्सिडेन्ट भयो। यो हालत भयो। सबैको एक्सिडेन्ट भयो। यता हेर यता। चेक जानुहुन्छ क्या भित्र लगाएर चेक गर्न लाँदैछ। कति समय लाग्ने भयो, कति समय हो यहाँ। यता गाडी लगाएर चेक जाँच गर्ने, मान्छे झार्ने, झोला झार्ने, चेक जाँच हुँदैछ इन्डियन बोर्डरमा। चेक जाँच हुन्छ, झोलाहरू अनि लगेजहरू लगेज झोलाहरू मसिनबाट चेक हुन्छ अनि त्यसपछि निस्किने हुन्छ। चाय पीना? खोलना? चाय पीना? नहीं पियोगे? पीना कि नहीं? तंबाकू खाली पूरा रहेगा कि मीठा भी? मीठा सब जितना आइटम है तंबाकू भी? ये रखो, ये बम्बई का है।
बंदे का है तंबाकू भी जितना है सर? बोला तो है 5 प्राइस दोकान का रेट 10 ठीक है हामी निस्किसकेका छौँ यहाँबाट बसमा चढ्ने अनि घर जाने समितिवालाले केही गरेनन् नेपाल गएर कारबाही जारी छ लखनऊमा छु र जनकीपुरम रोडमा यता म अलिकति भित्र छु म भर्खर सिनियर हस्पिटलबाट 9 दिनभित्रमा म यहाँबाट निस्केको छु र यहाँबाट म 9 दिनको भित्र निस्केँ अनि मेरो उपचार यहाँ भयो राम्रै भयो तर गाडी समिति इन्सुरेन्स कसैले पनि मलाई कुनै पनि सपोर्ट आएन र मेरो साथीभाइ सबैजनाले सपोर्ट गर्नुभयो र मेरो बुढीको उपचार भयो र गाडी समितिले मेरो डिस्चार्ज हिजो 8 तारिकको 2 बजे भनेको थियो गाडी समितिले मैले पेमेन्ट दिन सकेन गाडी समितिले म पेमेन्ट गर्छु हेल्प गर्छु भनेर 2-3 दिन पहिलेदेखि कन्ट्याक्टमै रहिरहेको थियो र त्यसो गर्दाखेरि म हिजो दिनभरि उसैले कुरेर बसेँ हुन्छ भनिराखेको थियो दिनभरि हुन्छ भनिराखेको थियो म आउँछु म पेमेन्ट गराइदिन्छु लगभग कति थियो 57,000 थियो अनि मैले 20,000 जम्मा गरेको थिएँ अनि त्यसभन्दा पहिला 13,000 जम्मा गरेको थिएँ अनि टोटल गर्दाखेरि लगभग 70 करोड भइसकेको थियो बाँकी पेमेन्ट मैले त्यहाँ घटाएर कति 50 मा झारेको थिएँ अनि 50,000 पेमेन्ट म गराइदिन्छु भनेर अनि मलाई दिनभरि कुराइयो हिजो डिस्चार्ज गर्ने दिनमा मलाई हिजो दिनभरि कुराइयो रुवाइयो म रुवाएँ र लास्टमा म साथीभाइलाई गुहारेर म भोलि पर्सि पैसा दिन्छु भनेर सर सपोर्ट गरेर म यहाँबाट डिस्चार्ज भएर निस्केको छु र बाँकी कुरा म नेपालमा गएर भन्नेछु र मेरो परिवार यता छ मेरो परिवार सहित म भर्खर निस्किँदैछु भर्खरै यहाँ